सञ्चारकर्मी स्वास्थ्य कार्यक्रम प्रगति अर्थात् समीक्षा र अभिवृद्धि कार्यक्रमका प्रमुख अतिथि अर्थात् पालिका प्रमुखज्यू, यसै गरेर खजुरा गाउँपालिका वार्ड 2 वडा अध्यक्षज्यू, यसै गरेर 4 वडा अध्यक्ष, यसै 5 को, यसै गरेर कार्यपालिका सदस्यहरू, यसै गरेर एक मुठो सम्बोधन गर्न चाहे सम्पूर्ण हाम्रो स्वास्थ्य कर्मीज्यूहरूमा हार्दिक नमस्कार व्यक्त गर्न चाहन्छु। जुन आज खजुरा गाउँपालिका अर्थात् स्वास्थ्य शाखा प्रमुख अर्थात् स्वास्थ्य शाखाबाट जुन एउटा जनप्रति बीच र स्वास्थ्य कर्मी बीचको अन्तर्क्रिया अर्थात् यो समीक्षा लिने विषयमा हामीले धेरै कुराहरू त अब अवगतै छौँ, हजुर अपडेटै हुनुहुन्छ। त्यसको बावजुद पनि यो जुन एउटा हामीले स्लाइडमा हेरिसकेका छौँ खजुराको स्वास्थ्य कर्मी अथवा स्वास्थ्य शाखाले के कस्तो कामहरू समाजमा गरिरहेको छ भन्ने कुरा थुप्रो कुराहरू छ। जस्तै भर्खरै पनि भन्नुभएको छ, हामीले भर्खरै पूर्णहरू खोप गरेका छौँ, मुक्त गरेका छौँ, घोषणा गरेका छौँ। त्यस्तै गरेर हामीले विभिन्न विशेष गरेर 5-6 सब आफ्नो टार्गेट गरेर महिलाहरूलाई एकदमै स्वास्थ्यको लागि विशेष फोकस गरेर त्यसमा पनि अझ पार्टीहरू सम्बन्धित गरेर किन गरेको छु भन्नुहुन्छ, धेरै महिलाहरू अझ त्यस्तो विशेष गरेर रोगहरूमा अलिकति लजाउने प्रवृत्ति भएको कारणले गर्दा पनि घरमै गइसकेपछि घरमा शिविर अर्थात् वडामा शिविर राखिसकेपछि दिदीबहिनीहरू आउनुहुन्छ भन्ने एउटा कन्सेप्ट राखेर हामीले त्यो गर्दै गर्दा पनि धेरै जस्तो पार्टी घरमा जुन अब पहिलो चरणको क्यान्सरको जस्तो सङ्ख्या भएको कारणले गर्दा पनि हामीले सजिलो के कुरा भएको छ भने हाम्रो खजुरामै नै क्यान्सर अस्पताल भएको कारणले गर्दा तुरुन्त हामीले एउटा त्यहाँ ल्याउने अवसर अथवा रिपोर्टको अवसर प्राप्त भएको छ। त्यसले किन गर्छ भन्छ क्यान्सर जस्तो प्राणघातक रोग हो, क्यान्सर रोगलाई प्रमाणित गर्न 20 वर्ष लाग्छ। 20 वर्ष लागिसकेपछि एकदमै न्यून रोगलाई सञ्चरण न्यून भएको कारणले गर्दा त्यो कारणले गर्दा पनि समयमा उपचार पाउने एउटा राम्रो एउटा भएको छ, अवसर भएको छ। त्यस्तै गर्दा धेरै अब स्वास्थ्यको व्याख्या पनि नगरौँ, सञ्चारकर्मी र स्थानीय तह भनेको नङ र मासुको सम्बन्ध हुनुपर्छ। जति पनि जनप्रतिनिधिहरूले योजनाहरू अर्थात् कार्यान्वयन गरेको कुराहरूलाई प्रष्ट रूपमा अथवा प्रचार गरिदिने काम, तथ्य सत्य कुराहरूलाई भएको के कस्तो छ त्यसको अवस्था भनेर बाहिर ल्याउने काम चाहिँ सञ्चारकर्मीहरूको ठुलो भूमिका मैले देखेको छु। त्यस कारणले हामीले जे जति गरेका छौँ स्थानीय सरकार समिति अहिले तेस्रो चरणमा हामी छौँ। तेस्रो चरणमा गर्दा पनि मैले अलिकति विडम्बना भन्नै पर्ने हुन्छ, हामीसँग जति पनि समावेश हामी स्वास्थ्यकर्मी अथवा सञ्चारकर्मीज्यूहरू हुनुहुन्छ कता न कता अलिकति हामी बिचमा कता न कता तालमेल नमिलेको हो कि जस्तो लाग्छ। यता मैले त्यो भन्नुपर्ने कुरा किन भन्नुहुन्छ भने जति पनि स्थानीय तहले गरेको कामहरूको प्रति हामी कहाँ त्यो प्रचार मात्रै नभइकन के छ त राम्रो पक्ष मात्रै नराम्रो पक्षलाई पनि नियाली काम चाहिँ सञ्चारकर्मीको हो भन्न चाहिँ म चाहिँ उहाँलाई अपिल पनि गर्न चाहन्छु। यदि तपाईँहरूले त्यो नराम्रो कामको प्रगतिको निहालिनु भयो भने हामीलाई पनि सुधार्ने अवसर प्राप्त हुनेछ। र अर्को कुरा सञ्चारकर्मीलाई हेर्ने दृष्टिकोणहरू अलिकति भनिन्छ, सञ्चारकर्मी भन्न बित्तिकै नराम्रो कन्सेप्ट हो, हामीलाई छखार पार्ने प्रवृत्ति हो, यस्तो खालको एउटा भ्रम सिर्जना छ। त्यो चाहिँ भ्रम सिर्जना चाहिँ कुनै पनि हामीले जनप्रतिनिधिले चाहिँ आँखाले चाहिँ त्यहाँ हामीले देखेका छैनौँ। हामीले जनप्रतिनिधि सञ्चारकर्मीलाई चाहिँ हाम्रो अथवा हातमा हात साथमा साथ राखेर सहकार्य गरेर हिँड्ने पनि प्रतिबद्धता जनाउन चाहन्छु। र यति भन्दै आगामी दिनमा चाहिँ प्रत्येक जनप्रति साथीहरूको तर्फबाट म चाहिँ सञ्चारकर्मीलाई के अपिल गर्न चाहन्छु भने तपाईँहरूको हातमा छ, तपाईँहरू नै सञ्चारकर्मीहरूको ठुलो भूमिका, ठुलो सहकार्य, ठुलो एकदमै ठुलो हाम्रो काम कर्तव्य जति पनि सकि नसकेका छौँ त्यसलाई व्यापक रूपमा प्रचार गरिदिने ठुलो भूमिका तपाईँहरूको रहने भएको कारणले गर्दै तपाईँहरूलाई आगामी दिनमा पनि यो हामीले गरेको स्थानीय सरकार हामी सबैको हो, तपाईँहरूको पनि हामी सबैको हामीले गर्ने कामलाई अझ व्यापक रूपमा प्रचार गरिदिन र हाम्रा नराम्रा कुरालाई पनि बाहिर ल्याइदिन अपिल गर्दछु। मैले भन्न चाहे यो देश अर्थात् यो समाज सञ्चारकर्मी अर्थात् एकदमै अहिले कस्तो छ यो इन्टरनेटको जमाना भएको कारणले गर्दा प्रचार बढी भएको भएपछि अलिकति कामको पनि मूल्याङ्कन हुँदो रहेछ। मैले अलिकति जोड्न चाहेँ, बालन शाह भन्छौँ होइन, जति पनि काठमाडौँ जस्तो बालन शाहको उहाँले कति काम गर्नुभएको छ मिडिया मार्फत नै उहाँको हाइलाइट भएको हो। त्यस कारणले मैले यो भन्न खोजेको चाहिँ होइन, मिडियाले हामी जनप्रति अथवा नगरेका कामलाई चाहिँ तपाईँले व्यापक रूपमा प्रचार गरिदिनु भन्न चाहिँ खोजेको होइन। कतिपय सञ्चारकर्मी कस्तो हुन्छ भने हामीले धेरै काम गरेका छौँ, नगरेका काम होइन, धेरै पुरानो अधुरा कामलाई पनि कति सम्पन्न गरेका छौँ, कति सम्पन्न गर्ने तयारीमा छौँ, कति यस्ता भौतिक सामाजिक बनाएको छौँ। हामी सबैले हिजो चुनावको घोषणा पत्र गरेको आधारमा पनि त्यो कुरालाई पनि हामीले अँगाल्दै गर्दा पनि त्यो कुराहरू अझै बाहिर आउन सकिरहेको छैन। त्यस कारणले मलाई अलिकति सायद त्यो कमजोर हामी जनप्रतिनिधिको पनि हो कि भन्ने मलाई चाहिँ त्यो फिल भएको छ। त्यस कारणले हाम्रो पनि दायित्व र भूमिका हो भन्दै आजको कार्यक्रममा जे जति तपाईँहरू जति पनि यो सञ्चारकर्मीहरू आइदिनु भएको छ आगामी दिनमा पनि हाम्रो यस्तै कार्यक्रममा हामी सकेसम्म समावेश गर्ने प्रयास गरेका छौँ, गर्ने पनि छौँ भन्दै आफ्नो भनाइ र यो आजको कार्यक्रम पनि यहीँ समापन घोषणा गर्छु। हस्त धन्यवाद।